हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। धेरै पछि फेरि पनि म आएकी छु भिडियो बनाउनको लागि। सो आज चाहिँ म लौका चनाको सब्जी बनाउँदैछु। यहाँ मैले लौका चना उसिनेर प्याज टमाटर मसला पिसेर पनि रेडी गरेकी छु। यहाँ मैले तपाईँलाई सामग्री देखाएँ। कुकरमा तेल हालेँ अनि पड्काउने मसला पड्काएँ अनि प्याज अनि अदुवा लसुनको पेस्टलाई यहाँ फुराउँदैछु। प्रोसेस पनि देखाउँदैछु म यहाँ तपाईँलाई कसरी बनाउँछु म सिम्पल लौका चनाको सब्जी। अब यसमा मैले टमाटर पनि एड गरेकी छु। एकैछिन फ्राई गर्ने। म चाहिँ यसरी बनाउँछु लौका चनाको सब्जी। तपाईँ कसरी बनाउनुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ। बेसार एड गरेँ मैले यहाँ नै अनि एड गर्दैछु। लौकामा चाहिँ मैले 2-3वटा आलु पनि काटेकी थिएँ। सो यहाँ सब्जी मैले हालिसकेकी छु लौका र आलुलाई। चना चाहिँ मैले बोइल गरिसकेकी छु, त्यही भएर फर्स्टमा लौकालाई नै हालेँ, लौका र आलुलाई। मसलामा मैले जिरा धनियाँ अनि खुर्सानी पिसेकी थिएँ र यसमा चाहिँ मैले एड गरेको छु थोरै चनालाई पनि। मसला हालेँ। हाम्रो घरमा चाहिँ धुलो मसलाभन्दा चाहिँ पिसेकै मसला, अझ मिक्सरमा पनि होइन सिलौटोमा, त्यो नै प्रिफर गर्ने गरेका छौँ। एकछिन म यहाँ चलाउँदैछु। अलिकति त्यही मसलाको बटुकामा पानी हालेर अलिकति पानी पनि हालेँ यसमा पखाल पुखुल पारेर। नुन एड गर्दैछु यहाँ म। फेरि चलाएँ मजाले। हामी यहाँ फुड कलर्स अनि खुर्सानीको धुलो पनि एड गर्दैनौँ, तर अब त्यो कश्मिरी मिर्च पाउडरले चाहिँ कलर राम्रो बनाउँछ, तर पनि हामी चाहिँ युज गर्दैनौँ। पानी एड गरेँ अनि पानी एड गरिसकेपछि चाहिँ मैले कुकरको बिर्को लगाएर 4-5 सिटी लगाइसकेपछि खोल्दा चाहिँ यस्तो भएको थियो अनि यसरी चलाउँदा यस्तो भयो। तपाईँले मेरो च्यानल सुजाता सेवाकोटीलाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिनुहोला। म अब रेगुलर आउने प्रयास